down, I know you got me, baby. Hello guys, welcome back to my channel. New day, new vlog. हजुरहरुलाई स्वागत छ। म एकदमै सन्चै छु र हजुरहरु पनि सन्चै हुनुहुन्छ भन्ने आशा गर्दछु। आज चाहिँ मैले भ्लग रोडबाटै सुरु गरे। अब हामी चाहिँ प्रिन्स र म भएर चाहिँ अब पेट्रोल हाल्न जान्छौँ र अनिसालाई लिएर जानुपर्ने हुन्छ। लेट्स गो। अब चाहिँ हामी पेट्रोल हाल्न न्युरिनी जान्छौँ, न्युरिनीसम्म। पछि हामी यहाँबाट हिँड्यौँ। पेट्रोल हालेर अनिसालाई लिएर जानुपर्ने हुन्छ हामी माथि, त्यो माथि घरमा ह। यस्तो घाम छ नि कसम, जाने बित्तिकै यस्तो खोलामा फाल्छु म। पेट्रोल पम्प आइपुग्यौँ। अब पेट्रोल हालेर हामी चाहिँ अब यहाँबाट चाँडो निस्किनु पर्ने हुन्छ। यस्तो घाम छ नि, यस्तो घाम, बाफरे। दिपुलको घर अन्साबाट पनि फाइनली आइपुग्यो। अब हामी जान्छौँ तिनजना भएर। सर दोस्त स्टार्ट गर लैदिउँ दोस्त। यसले गर्दा हो कि यति ढिला भएको चाहिँ, ल्याङ 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 गऱ्यो मेसेज नहेरेर। अब चाहिँ लास्टमा जानै पर्ने भयो। हेलो। अब चाहिँ हामी हिँडिसक्यौँ र अब हामी सालक पार्क आइपुग्न लाग्यौँ। र छोटो र मिठो जानलाई कहाँ चाहिँ उयो हुन्छ भनेर तिनजनाले सोच्दा धबाडी धर्न जाने भयो। धबाडी धर्न त धेरैचोटि गइसकेका छौँ र घर बस्दाखेरि अब जम अल्छी लाग्यो भनेर चाहिँ हामी त्यहाँ जान लागेको हौँ। जो चाहिँ सालक पार्क यहाँनिर राम्रो छ। एउटा हातले चलाएको आइदिएन ल, हाम्रो दोस्त प्रोफेसनल अब एउटा हातले चलाउने। यस्तो गर्मीमा त हावा खाँदै हिँड्दा पनि मजा आउँदो रहेछ त हो। जब यार करे परुवा मेरी, मैं हुई नहीं इस दुनिया की। तुम्ही दिन चले, तुम्ही दिन ढले, तुम्ही हो बंधु सखा तुम्ही। गाडीवाला मान्छे छिटो छिटो जानु, हाम्रो ठाउँ दिनु। हामी चाहिँ अब यताबाट जानुपर्छ। उयो अगाडिको मान्छेहरू सायद त्यहीँ जान्ला होला। अब गर्मी भएपछि त त्यहीँ जान्छ। लिची सिची केही भेट्यो भने सब चोरिदिनु पर्छ है केटी हो। गडी जाने बाटोमा चाहिँ होइन, सानो गडी जाने बाटोमा चाहिँ लिची पुरै रातो छ कि पुरै नै झपक्कै छ होइन। तर यता बाटोतिर पनि कहीँ लिची देख्यो भने चाहिँ हामी लिची चोर्नेवाला छौँ। किनकि चोरेर खाएको एकदम मिठो हुन्छ, थाहा भयो नि यो तपाईँहरूलाई नि। चोरेर खाएको फल मिठो, काँचैमा लाग्यो मिठो। कस्तुरी हेरेको हेलो भनिदिनु, हेलो हेलो भनिदिनु। लाज बनाउँछ नि त हौ केटाहरूले। पढिन्छ कि क्या हो, बाटो त टुस्छ अलिकति चाहिँ। यो उफ्रे गरेर साले कस्तो। अब चाहिँ हामी कुर्ले आइपुग्यौँ, सामरी कुर्ले। सामान वहीँ बाँसपानीमा किन्यो। कुर्ले यहाँ चाहिँ अब हाम्रो बिहे घर हो है। यो चाहिँ बिहे घरमा पछि आउनु पर्छ 24 गते। कोही पनि रहेनछन्। यता हो। बाटो चाहिँ एकदम खतम छ कि यतिमा चाहिँ टुस। भन्दा उता छैन अनि के आएको हेऱ्यो यतै किन म त चाहिँ यहाँनिर केही खाजा लानलाई किन लगाइरहेको छु। के खाने तपाईँ के खानु भन्छ? खै हेरौँ के पाउँछ। फ्रुटी पनि ल्याउँछ म चिसो हामी मात्र खाने हो नि। दाल भात सामान पनि किनियो गएर खानको लागि। अब हामी यहाँबाट जान्छौँ। यहीँ राखौँ अर्को होला बस्छु। लेट्स गो गाइज। अब हामी यताबाट उकालो हुँदै जानुपर्छ। वहाँ डाँडामा चाहिँ मेरो मामा घर थियो। यो खोलाहरू चाहिँ हामी बच्चामा उहाँ डाँडामै हो क्या ल दोस्त। यो झोलुङ्गे पुली थिएन हामी बच्चा हुँदाखेरि। यहाँनिर कत्रो त्यो तर्न सकिन्न थियो, यहाँनिरबाट हिँड्न सकिन्न थियो। कत्रो खोलाहरू आउँथ्यो।
ल यो बाटो हिँड्न पनि सकेन त्यसले तान्नै सकिनँ यो बाटो यस्तो भएर यो खोलाहरू त यति नाच्यो पौडी खेल्ने हिँड्ने 1 रुपियाँ पाउने बित्तिकै अघि हामीले त्यो उहाँनिर हामीले सामान किने ठाउँमा मिरिन्डा खान आउँथ्यौँ होइन यस्तो बचपन यहीँ बितेको हो मेरो तर जे हो रमाइलो हुन्थ्यो अब धेरै पछि आउँदाखेरि कस्तो छुट्टै अर्कै हुने कि तर पहिला चाहिँ एकदम मजा आउँथ्यो है उहाँ पुग्यो अब यसरी हिँडिरहनु पर्यो भने त टेन्सन भइहाल्छ नि खुट्टा गल्छ फेरि तानेन बाटोमा आउन यसरी हिँडै गर्नु पर्यो भने त खतमा पाउन त धेरै टाइम लाग्दैन आइपुग्ने बेला भयो बास सुन्दरी मङ्सिर महिना जाडो छ अब चाहिँ फाइनली आइपुग्न लाग्यो है फाइनली दबाडी झर्न आया ल अब हामी आइपुग्यौँ ल तिनीहरूले अर्कै बाटो उयो गरे जस्तो वाउ बबाल छ कि यहाँ यत्तिकै बबाल देखिरहेको यति बेला निस्किनु त अब चाहिने काहीँ त यहाँनिर खाजासाजा किन्नलाई पसल पनि छ एक त झर्ना हुन्छ तर हामी यहाँबाट चढेर चाहिँ अझै माथि जानुपर्ने हुन्छ कि फाइनल्ली आइपुग्यो धबाडी झर्ना यहाँ चाहिँ पहिला हामी सानो हुँदा लो ठुलो त यहाँनिर गइ थियो क्या अब यहाँबाट माथि जानुपर्ने हुन्छ तर यहाँ आएर पनि हेर्ने हो क्या यहाँ चाहिँ दामी देखिरहेको कि तर यस्तो माथि चाहिँ यस्तो छैन खेल्ने उयोहरू मात्र छ केटीहरू नै आइरहने यहाँबाट चाहिँ यस्तो उकालो हिँड्नुपर्छ नि एकैछिन त थाक्छ औरै थाक्छ बाँसको घारी छ है बाँसको दामी दाम र एउटा कुरा अर्को कुरा मेरो आज साइलेन्सरले पोलेर यहाँ खुट्टामै देखिँदैन होला दामै बसेछ साइलेन्सर र दिपाखेर घनिष्ठ प्रेम छ भने ऊ बेलादेखि विपुल छेत्रीको कन्सर्टमा पनि पोलेर मेरो खुट्टा यत्रो भएको थियो कि अहिले पनि तपाईँ अब जस्तो उकालो चढ्नुपर्ने हुन्छ माथि नै गएर भेटौँला अब है पुरै यसरी जाने हो कि यस्तो छ बाटो यहाँनिर है यति छ कि तल सिधै तल हो कि यति त मजाले हिँड्न सकिन्छ थोरै उकालो छ त्यहाँबाट यसरी हिँड्नुपर्ने हुन्छ अब चाहिँ आयौँ हामी थाक्यो कि ट्रेकिङ जाने भनेर रहर गरिन्छ तर यति हुसिना आउँदै हामी थाक्छौँ ल हेर्न सक्नुहुन्छ फाइनल्ली आयौँ हामी आइपुग्यो यत्रो बेर लगाएर यही नजारा हेर्नलाई पुगेर बसेको वाउ फाइनली यहाँ आएपछि छुट्टै भाइब दिन्छ क्या एकदम केटीहरू चाहिँ उहाँ खनाइरहनु छिटो यहाँ यस्तो छ होइन यहाँ नसक्ने चाहिँ यहाँ छेउछेउमा बसेर खेल्न सकिन्छ र यसै ढुङ्गा छ उता शीतलवाला ढुङ्गा छ यहाँनिर रहेछ फाइनली आइपुग्यो तर थाक्यो धेरै पनि थाक्यो हामी चाहिँ परवाला ढुङ्गामा जाने हो होइन यस्तो ढुङ्गा चढेर तर पातहरू झरेर अलिकति फोहोर भएर रहेछ तर अस्ति न म यहाँनिर चाहिँ उहाँ माथिबाट हाम फाल्दाखेरि पनि एउटा भाइले तल भुइँ भेटेको थिएन होइन
तर गहिरो चाहिँ बबाल गहिरो छ कि यहाँनिर यस्तो ठाउँबाट यसरी हिँड्नुपर्छ जति हो यहाँ कोही छैन 3 जना मात्र छौँ अब हामी 2 जना आइरह 2 जना मात्र चाहिँ डुब्यो भने नि बचाउने कोही छैन ए म बस्छौँ अब र हामी चाहिँ लुगा सुगा खोलेर रेडी भयौँ खेल्नको लागि कोही मान्छे पनि छैन यहाँनिर डुब्यो भने तिनटैलाई खेल्न आउँदैन यहाँनिर लोड गहिरो छ भने चाहिँ थाहा के हुन्छ अब एउटा ढुङ्गा मात्र खेलिन्छ कि खेलिँदैन भन्ने थाहा हुँदैन कोही छैन के यहाँ वरपर त्यही 5 मात्र रुक जान अलि माथि टेक्न देख्थेन कि झर्ने फाइनली खेलियो निस्कियो पनि मजा आयो अब चाहिँ पानी पर्न थाल्यो अब हामी पनि निस्किनु पर्ने हुन्छ यहाँबाट हामी चाहिँ माथि पानी परेर अब हामी चाहिँ यहाँबाट निस्किन लाग्यौँ पानी परेर बिजोग भयो माथि ढुङ्गामा ओत लागेर बस्यौँ अब हामी निस्किन्छौँ बाई बाई थ्याङ्क यू फर वाचिङ गाइस